शुभ बिहानी सबैमा। अनि बिहान उठ्दा मलाई यति हतार हुन्छ खाना बनाऊ, अनि खानामा केटाकेटी नास्ता बनाऊ। अनि दाल भात तरकारी त पाकिसकेको थियो, अनि दाल तरकारी पाकिसके पनि अब केटाकेटी नास्ता बनाउनु पऱ्यो। पास्ता उसिनेर राखेको थिएँ, अनि चना पनि उसिनेर राखेको थिएँ। अनि त्यसपछि अनि मैले मेरो नानी बाबुलाई चाहिँ सादा सिम्पल तरिकाको नास्ता बनाइदिन्छु। त्यस्तो धेरै हेभी नास्ता पनि हुँदैन मेरो, सिम्पल सादा। अनि नुन र बेसार मात्रै हालेको हुन्छ, खुर्सानी चाहिँ म हाल्दैन। अनि प्याज हालेर फ्राई गर्दै थिएँ। उता फेरि साइडमा तरकारी बसालेको थिएँ, तरकारी डढ्यो कि भन्ने छुट्टै चिन्ता थियो, हतार भइसकेको थियो। अनि पछि प्याज फ्राई गरिसकेपछि फेरि उता तरकारी डढिसकेको थियो कि, अनि फेरि त्यहाँ टमाटर हालेर छोड्दै थिएँ। अनि तरकारीलाई पनि हेर्नै पऱ्यो, डरिहाल्थ्यो। अनि यता पास्ताको लागि चाहिँ तयार हुँदै थियो सामग्रीहरू, प्याज राखिरहेको थियो। हतारमा फेरि यति हतार हुन्छ, रुख्न भाइ ढिलो भयो भने चाहिँ भाइ खाना पाके होइन ढिलो भयो भन्न लागिसक्यो भाइ। अब तरकारी नै पाके होइन ढिलो भयो भनेर हैरान गराउन लागिसक्यो यिनीहरूले। अनि त्यसपछि अब फेरि यता प्याज भइसकेको थियो। अब प्याजमा अब म सुरुमा चना हालेर फ्राई गरिदिन्छु। अनि चना पनि उसिनिसकेर धेरै फ्राई गर्नु पर्दैन, हल्का मात्रै गराउने हो तेलमा। अनि अहिले ब्याकग्राउन्ड साउन्डले डिस्टर्ब गर्न सक्छ, त्यसलाई चाहिँ इग्नोर मार्नु होला। अब चना हालिसकेपछि चाहिँ पास्ता हाल्दैछु। मेरो भाइले कति हल्ला गर्छ पास्ता हालेर, अनि म पास्तामा थोरै बेसार हाल्छु, थोरै नुन हाल्छु, बस मर मसला त्यसमा केही पनि हुन्न क्या, सादा बच्चाले खाने कस्तो हुन्छ नास्ता। अनि पिरो चाहिँ म खाना तर म पहिला पिरो एकदम खान्थेँ कि, बिचमा मलाई ग्यास्ट्रिक भयो। अनि मेरो त्यो आमाशयमा चाहिँ जलेराहरू उठेको थियो कि, झन् मलाई अल्सर भएन, खाना बस्ने ठाउँ आमाशय हुन्छ नि त्यसमा, त्यहाँबाट मैले पिरो खान छोडेको थिएँ। अनि सन्चो भएर फेरि यो डल्ले खुर्सानी देख्यो भने चाहिँ खाइहाल्छु कि। अनि पास्ता र चनालाई मिसाइदिएँ। अब त्यो एकैछिन आगोमा दम लगाएर छोडिदिन्छु, अनि हल्का त्यो बाफिन्छ। अनि बाफिन्छ नछोपेरै गराउँछु, अनि मिठो हुन्छ नास्ता, तर सादा सिम्पल एकदम। यो मेरो नानीको टिफिन डब्बा कि अस्ति साटेको थियो, सेम यस्तै पऱ्यो। आज चाहिँ म लेखिदिएँ कि त्यसमै नाम अपराजिता भनेर मेरो नानीको। अनि त्यसमा चाहिँ अनि नानीको म त खान्न त पास्ता छ आज। अनि त्यसपछि पास्तामा अब थोरै स्याउ पनि हालिदिन्छु। नानीले स्याउ एकदम मन पराउँछ। स्याउ मात्रै पठाइदिएन भने आजकल गर्मीमा अलिकति उल्टी हुन्छ कि, स्याउ धेरै खाए पनि हल्का। अनि पछि 4-5वटा पिस नानीलाई, 4-5वटा पिस बाबुहरूलाई हालिदिन्छु थोरै। अनि फलफुलहरूको रूपमा खान्छन्। अनि त्यसपछि स्याउ काट्नु हतार यताउता। मेरो बाबुलाई झन् आज आदित्यले खेलाउनु लगेको थियो, अनि बाबुको साइकल लोटाएर टाउकोमा चोट लागेछ। कति चोट लाग्छ, अब एउटा स्याउ पनि चाहिँ खानु पऱ्यो, आफूलाई कस्तो गर्नु भइरहेको थियो। पास्ता पनि रेडी भइसक्यो यता फेरि मेरो। अनि मेरो यता भान्सा कोठाले कचाङ कुचुङ छ, त्यो सबै इग्नोर मार्नु होला है सबैजनाले। अनि अब यस्तै हो, अब पास्ताहरू अब टिफिनहरू प्याक गरिदिनु पऱ्यो। टिफिन 12 बजेतिर त टिफिन हुन्छ यिनीहरूको, 4 बजी आउँछ। यिनीहरू कस्तो भोक लाग्दो होला। नानीले त धेरै खाने थोरै हालिदिन्छु, बाबुहरूले पनि खान्छन् खाना त। खासै तिनीहरूले पनि मिठो मान्दैनन् कि, पास्ता अब के गर्नु के, घरकै नास्ता पठाउनु भन्छन् स्कुलमा। अनि पास्ता पनि अब पठाइदिनु पऱ्यो, कहिले रोटी कहिले पास्ता यस्तै पठाइदिन्छ केटाकेटीले। तपाईँहरूले चाहिँ आफ्नो बाबु नानीहरूलाई के नास्ता पठाउनुहुन्छ? मैले यस्तै कहिले पास्ता कहिले रोटी कहिले भुटेको भात यस्तै यो पठाउने। टिफिन प्याक भइसक्यो। यो भिडियो यतिसम्म हेरिदिनु सबैजनालाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर गरिदिनु होला। माइली भाउजूको भान्सामा सबैलाई स्वागत छ त अगाडि भन्नु पऱ्यो ल है। माइली भाउजूको भान्सा गर्मीहरू नेपालगञ्जको गर्मी चाहिँ बाई बाई सबैजनालाई धन्यवाद।